आज चाहिँ मसँग पूर्वको एकदमै फेमस र लोकप्रिय खाजा बनाऊँ है त। सो हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। म रितिका। पूर्वको एकदमै फेमस र लोकप्रिय भन्ने बित्तिकै हजुरहरूले बुझिहाल्नुभयो होला, चाम्रे माम। म चाहिँ आज चाम्रे माम बनाउँदैछु। पर्सनली मलाई चाहिँ चाम्रे एकदमै धेरै मनपर्छ। गुन्द्रुकको अचार र चाम्रे मात्रै दियो भने पनि म मजाले खान सक्छु क्या, यति मिठो लाग्छ नि मलाई। आज चाहिँ म चिकन पनि बनाउन आँटिरहेको छु चाम्रे मामसँग। अनि मसँग बस्ने दिदीले चाहिँ अहिलेसम्म चाम्रे ट्राई गर्नुभएको थिएन। म आएदेखिबाट उहाँलाई चाम्रे बनाएर खुवाउँछु भनिरहेको थिएँ। फाइनल्ली नेपालबाट चामल पनि आयो अनि म चाम्रे बनाउन थालेँ। मलाई चाहिँ नेपालकै चामलको चाम्रे बनाउन मन थियो, त्यही भएर। घिउ खानेहरूलाई त घिउमा बनाएको चाम्रे मनपर्छ। म चाहिँ घिउ खान्न, मलाई घिउ मन नै पर्दैन। त्यही भएर म चाहिँ तेलमै बनाउँछु अनि मलाई त्यही मिठो लाग्छ। चामल मजाले भुटिसकेपछि नुन बेसार हालेर एक सिटी लाउने, चाम्रे त रेडी भइहाल्यो। कति छिटो हुन्छ अनि कति मिठो हुन्छ क्या। चाम्रेसँग मासु त झन् यति मिठो लाग्छ नि मलाई, कुरै छोडिदिनु। मैले चाहिँ सुरुमा मासु मजाले भुटेँ अनि त्यसलाई ग्रेभी बनाउन थालेँ। मलाई चाहिँ आज ग्रेभी खान मन थियो, त्यही भएर। मैले चाहिँ अहिलेसम्म पूर्वको एउटा पनि यस्तो मान्छे भेटेको छुइनँ क्या जसलाई चाम्रे माम मन पर्दैन। म अनि कति धेरै एक्साइटेड पनि थिएँ क्या, दिदीलाई कस्तो लाग्छ होला, कस्तो फिल हुन्छ होला भनेर। मासु मजाले भुटिसकेपछि चाहिँ मैले पानी हालिदिएँ ग्रेभी बनाउनलाई। फाइनल्ली हाम्रो मासु पनि रेडी भयो अनि मैले पस्केर हामी खान थाल्यौँ। कस्तो लाग्यो भनेर दिदीलाई सोद्धा उहाँलाई पनि मिठो लाग्यो अरे। आजको लागि चाहिँ यति नै। थ्याङ्क यू सो मच फर वाचिङ। बाई।